लाग्लायौँ होइन काठमाडौँबाट सेफक्सुन्डो। अहिले माछापोखरी बुद्ध मल ठ्याक्कै अगाडि बटालियन यातायात 1 बज्यो पहिलो दिन। 1 बज्यो भने पाउने 2 हुनुलाई शुभयात्रा माछापोखरी। मलेको आइपुग्यौँ होइन। हाम्रो भाइ पनि सुतिरहेको पोखरा 9:30 भयो। लुम्लेको खाना 11 बजे। डे 2 7:30 के अरे हाम्रो खलङ्गा बजार 11:30। खलङ्गा बजार मुन्सिपल नगरपालिका 2:10 खाजा खाइयो। जाजरकोट र रुकुमको सिमाना यो यतापट्टि भेरी। 3 बजे हामी रिम्ना जाजरकोट र रुकुमको बोर्डरबाट अब मास्तिर लाग्यो। गाडी चेन्ज गरेर सानो कोटबाट फेरि रुकुम छिर्यौँ। अब यो गाडी चाहिँ खै तेलको पैसा हालेर पैसा तिरेन रे। घोटाला रहेछ, सबैजना ठगै ठग्दा होला। राति 9 बजे हामी दिउनी आइपुग्यौँ। तब यहाँ होटल खोज्ने काम। होइन त्यो आनन्द कस्तो सुरु गरिसके अब यो एउटा कोटाले त के बिन्दु 3 कोट गयो भने 9:55 डे 2 होटलमा बसियो। बिहान 7:30 बजे डे 3 दुने बजार। ल डे 3 हामी दुनैबाट अब लाग्यौँ होइन। समय 9:15। यो पुलिस चौकी भन्दा अलि माथिबाट यहाँ छिर्ने ठाउँ छ त्यहीबाट। पुलिस चौकी भयो ठ्याक्कै यहाँबाट खोला तरेर। सो यो बाटो आएर झोलुङे पुल क्रस दुनै बजार लाग्दैछ। सो ठाउँ सुलीगढ। समय 10:30 थर्ड डे। यो सुलीगढबाट अगाडि चेकपोस्ट टिकटहरू काट्ने ठाउँ राष्ट्रिय निकुञ्जको अफिस। यहाँको डिटेल। समय 11 बज्यो। हामी त्यो चेकपोस्टबाट यो माथिल्लो भिरतिर जाने होइन तल्लो खोला जाने बाटो यसरी आएर अगाडि बढ्यौँ। सो सेफक्सुन्डोको किनारै भेरीको किनारै सेफक्सुन्डोतिर 11:30 यस्तै छ। उकालो अनि फेरि ओह्रालो खोला बाटो। चौरीहरू सामान बोकेर उकालो बाटो। दिन तेस्रो बिचमा यहाँ एउटा यस्तो पनि भेटियो मकै भटास पावर सेफक्सुन्डोतिर। लगभग 12:30 बजेको छ र हामी अब यही बाटोमै छौँ सेफक्सुन्डो जाने। र बिचमा चाहिँ एउटा यस्तो बस्ती भेटिएको छ। अलिअलि पानी छिट्याएको छ। यस्तो ठाउँमा अब हामीलाई हेल्प हुन्छ जे होस्। यसो पेन्सिल इरेजर तिनीहरू दिने, चक्लेट अलिअलि दिने काम भइरहेछ। एकछिन ओत लाग्छ चिया खान्छौँ। यो होटेलको नम्बरसँग टाउनले एउटा भिडियो चाहिँ हामी फर्किँदा फोन गर्न नि पर्छ कि कागेनी डोल्पा बाटोमा। सो पानी परिरहेछ र हाम्रो टोलीहरू सबै रेनकोट सहित आइरहेछ। रेनकोट इज अ मस्ट। 2:10 यो ठाउँ आइपुगेका छौँ। यो खच्चड एरिया। खच्चड कुकुर बाटो चाहिँ अलिअलि उकालो खालको छ। यस्तो चट्टान। समय लगभग 3 बजे। यसो ओत लाग्न नि हो नि, एकछिन रेस्ट गर्न नि हो नि ठाउँमा। र सँगसँगै यहाँ बस्ती पनि छ। त्यो समय लगभग 3:10 जति भयो। यहाँ ओखर भेट्टाएर ओखर टिप्दै हुनुहुन्छ। ओखरको बोट रहेछ यहाँ।
मैले सल्लाहको जङ्गल भेटिन थालेको छ भनेपछि अलि उचाइ धेरै बढ्दैछ। समय 3:24 भयो र बाटोमा आउँदा आउँदै एउटा यो पुल, काठको पुल, यो नदी माथि क्रस गरेका छौँ। सो समय 4 बज्न लागेको छ। हामी यहाँ आइपुग्यौँ। माइक्रो हाइड्रो भेटियो हैन। बाटोमा यस्तै छ, भेरी नदी। ए शिलाजित बगेका ल डाँडाभरि। यो त कालो सबै शिलाजित हो नि। बस 5:10 बाँकी भएछ। तेस्रो दिन 5 बजे, तेस्रो दिन। ओम माने पद्मे हुँ, ओम माने पद्मे हुँ। अब पुग्ला यो छेक्पा। सो हामी चाहिँ छेक्पा आइपुगेका छौँ। 5:10 भएको छ। यो चाहिँ हाम्रो पालै पालो मसाज एकले अर्कालाई गरिदिने। ल यो चाहिँ हाम्रो ठाउँको नाम के अरे? छेप्कामा खाना खाने ठाउँ। म चाहिँ भात कोरिरहेको छु। खाना एकदम दामी मिठो। टाइम 6:50। हामी चाहिँ यहाँ फापरको रोटी, आलुको तरकारी, चिया खाँदैछौँ। समय 7:10। हामी छेप्काबाट अब अगाडि बढ्दैछौँ सेफक्सुन्डोतिर। समय लगभग 7:30। हामी समय 7:30। हामी अगाडि बढ्दैछौँ। हिमाल देख्न सकिन्छ। सो तलपट्टि झोलुङ्गे पुल, माथिपट्टि झोलुङ्गे पुल, तलपट्टि काठको पुल। जुनबाट आए पनि भयो। 8 बज्न लागेको छ लगभग। आज चौथो दिन। लगभग 9 बज्न लागेको छ। छेप्काबाट हिँडेको 7:15 बजे यतातिर आइपुगेको छ। हिमाल देख्न सकिन्छ। चौथो दिन। समय 9:40। हिजो हिउँ परेको रहेछ। अब आज आउँदा हामी घाम लागेकोले पग्लेर ठाउँ ठाउँमा मात्रै हिउँ रहेछ। समय 10 बजे। चौथो दिन। बाटोमा घाम लागिरहेको छ। हिमाल त मजाले देखिरहेको छ। बाटो अलिकति साँघुरो। खोलामा ओर्लियो एकपल्ट पानी लिनको लागि। टाइम 10:51। फोर्थ डे walking along the river. अहिलेसम्म र्याची डोल्पा आइपुग्यो। समय 11:25। 11:30 रेन्ची। चाहिँ हिमाल राम्रो भ्यू देख्दो रहेछ। सो 12:07 भयो। हामी रेन्चीबाट अब झरनातिर लाग्यौँ। समय 12:07। जहाँ तै चितुवाको फोटो मात्र देखिन्छ, चितुवा देखिन्न। 1:05 बाटोमा
1:21 से कर्णाली होटल। अब हामी खाना खानातिर लाग्छौं। सोचे भन्दा चाँडै आइएछ। अब टोलीलाई कुराउँ। कर्णाली से फोक्सुन्डो गाउँपालिका साइजोल से कर्णाली होटल एन्ड लज। यसमा यो लगभग 6-7 वर्ष अगाडि बनेको घर। हामी के देख्छौं भने यसमा सम्पूर्ण यो भुइँ लेभलमा पट्टी, झ्यालको बिचमा पट्टी र फ्लोर लेभलमा पट्टी सबै यो गरेर अझ यो पट्टीहरुमा पनि यसरी ठाउँ-ठाउँमा तारले बाँधेको। यो कन्स्ट्रक्सन प्र्याक्टिस चाहिँ यो जाजरकोट भुइँचालो भन्दा अगाडि पनि एकदम राम्रो रहेछ। यहाँ डोल्पाको लगभग सबै घरहरुमा चाहिँ यो प्रविधि चाहिँ पहिलेदेखि चलिआएको गरिरहेको रहेछ। सो एक हिसाबले डोल्पा धेरै अगाडि रहेछ। र अहिले हामी अब यो से कर्णाली होटलबाट अगाडि लाग्दैछौं। समय 2:36 चौथो दिन यहाँ स्कुल रहेको छ। त्यो सेतो डाँडाको यता खोजपट्टि चाहिँ से फोक्सुन्डो। झरना होटल र झरनामा कन्फ्युज हुने होइन। यता चाहिँ झरना होटल हो। यहाँबाट 3 घण्टा जति माथि हिँड्नुपर्छ झरना पुग्न। सो हामी चाहिँ अहिले त्यो सबै यो भिरबाट सबै क्रस गरेर यहाँ माथि आएर हिमाल यति बवाल देखिने ठाउँमा यो रेस्ट गर्ने ठाउँमा छौं हैन। र समय भएको छ लगभग 3:55। जरै छ यहाँ। सो यात्रा जारी छ। 4:30 भएको छ। यो चाहिँ लगभग भेरीको उद्गम स्थल हो कि जस्तो छ हैन। हामी स्योर त छैनौं। सो लगभग से फोक्सुन्डो आइपुगेको छ। अब पानी चाहिँ हिमालमा हिउँ तराईमा तोरी, हिमालमा हिउँ तराईमा तोरी, नेपालीका हामी सबै छोरा छोरी। समय 5 बजेको छ। हिउँ भने व्यापक नै परेको छ यहाँ। हामीलाई यो हिँड्न पनि एकदम गाह्रो भइरहेको छ अवस्था। लगभग ताल आइएको छ। यहाँबाट 20 मिनेट जति भन्ने कुरो भएको छ। 5:15 हो। लगभग 5:37 भएको छ। र हामी रिग्मो भिलेजको गेटमा आइपुगेका छौं। यहाँबाट नेक्स्ट डेस्टिनेसन टाइम चाहिँ अहिले लगभग 5:38 भएको छ। सो रिग्मो भिलेज से फोक्सुन्डो भन्दा 1 किलोमिटर जति अगाडि नै। अगाडि भने पछाडि भने। र यो कति पुरानो घर होला हैन। तैपनि पट्टीहरु कस्तो मजाले हालेर बनाएको। समय 6:07। सो बिहानको 7:30 बजेको छ। हामी से फोक्सुन्डो तलमा आइपुगेका छौं। एकदम राम्रो मनमोहक छ। त्यहाँ माथि भ्यू टावर छ रे। त्यहाँ जाने क्रममा छौं। सो तलको बाटो चाहिँ यस्तो रहेको छ। साथी हिँड्दै आउँदैछ। सल्लाहको जंगल कटेर यता आइपुग्यो। भ्यू टावर जाने क्रममा 8 बजेको छ ठ्याक्कै। भ्यू यस्तो देख्न सकिन्छ। ओ बस ल भन। भिडियोमा हामी यहाँबाट कलर नै लगभग 2 थरी देख्न सक्छौं। आधी भाग निलो, अलि फिका निलो, अति डार्क निलो। जति माथि बढ्दै गइरहेछौं तालको कलर सायद त्यो त छायाले हो। यता निलो चाहिँ छाया नपरेर। ग्रेट असम भ्यू
हामी चाहिँ 9 बज्यो फर्स्ट भ्यू पोइन्ट आइपुगेका छौँ र देख्न सकिन्छ तालको उतापट्टि परपट्टि यहाँनिर चाहिँ अझ उता गएर वाइ सेपमा बनेको छ जुन देख्नलाई चाहिँ हामी माथि सेकेन्ड भ्यू उति लट्ठी भए ठाउँतिर जानुपर्ने हुन्छ। सो टाइम 9:38 अब हामी ओह्रालो लाग्दैछौँ। 5औं दिन हेर्नु पानी टल्केको मोतीका दाना जस्तो पानी पुरा मोती जस्तो चम्किने कलरहरू ब्लू कलरको डिफ्रेन्ट भेरिएन्ट देखिने चाहिँ फक्सुन्डोको पानी रिङ्बो गाउँ भिलेजको ट्रेकिङ होटल लजबाट अब हामी हिँड्दैछौँ तलतिरको लागि। 1:04 गयो। याक चौरी खच्चडहरू चाहिँ फर्किने क्रममा कर्णाली होटल एन्ड लज आइपुग्यो। लगभग 1:15 तिर हिँडेको अहिले लगभग 3:20 जति भयो आइपुग्यो। छेप्का साथीहरू ढिला क्रममा बिहान माथि होटल खोल्नको लागि सामानहरू अब बोकेर लैजाने सुरु हुन्छ सिजन सुरु भएको कारणले। उडेको माथिबाट ढुङ्गा खस्छ अरे यो टाइममा 12-1 बजीतिर। ठाउँ चाहिँ हावा चल्दाखेरि ढुङ्गा कुडेर हावाले खसाल्ने ठाउँ रहेछ। हामी चाहिँ दुनैबाट अब फर्किँदैछौँ होइन हाम्रो टोली। अब हाम्रो भिडियो पनि सक्यो, यो भन्दा पछाडि भिडियो बन्दैन।